जग्गा पास गर्न वा नापीको काम लिएर मालपोत जाँदै हुनुहुन्छ। अब बिचौलियालाई पैसा खुवाउनु पर्ने दिन गए। मालपोतमा जनतालाई ठग्नेहरूको पत्ता साफ। नवनियुक्त भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले पदभार सम्हाले लगत्तै अहिलेसम्मकै कडा एक्सन लिनु भएको छ। उहाँको ठाडो निर्देशनपछि अब देशैभरिका मालपोत र नापी कार्यालयमा बिचौलियालाई छिर्न पूर्ण रूपमा रोक लगाइएको छ। अबदेखि गेटमा आफ्नो काम परेको वा परिचय खुल्ने आधिकारिक कागजपत्र हेरेर मात्रै भित्र प्रवेश गर्न दिइनेछ। कार्यालयभित्र भिडभाड गरेर सर्वसाधारणलाई दुःख दिने र सेटिङ मिलाउने बिचौलियाहरूको धन्दा अब बन्द भएको छ। वर्षौंदेखि जनताले शास्ति खेपेको ठाउँमा मन्त्री रावलले चलाएको यो कुचो तपाईलाई कस्तो लाग्यो? कमेन्ट गर्नुहोस् र यो खुसीको खबर सबैलाई शेयर गर्नुहोस्।